हेलो साथीहरू, आज चाहिँ मैले न्युरो पकाउनु लाग्यो है। मैले चाहिँ अलिक न्युरो मजाले केलाइ गऱ्यो, मजाले केलाएर धोइ गरेर राखेँ। मलाई चाहिँ एकदमै मनपर्छ न्युरो चाहिँ। तपाईँहरूलाई मनपर्छ पर्दैन कमेन्ट गर्नुहोस् है। मैले चाहिँ धोएर यता रेडी पारेँ, प्याज टमाटर खुर्सानी लसुन रेडी पारेँ, एउटा कराही बसालेँ। अनि त्यसपछि अब चाहिँ तेल राखेँ। अन्त मैले चाहिँ यहाँ यसो मेथी सिटी प्याज स्याज खुर्सानी फुराइ गरेँ। मैले चाहिँ यसरी नै बनाउँछु कि न्युरो चाहिँ टमाटर हालेँ। अनि आफ्नो तरिका हुन्छ पकाउने। मैले चाहिँ यसरी नै पहिला पकाउँछु कि यिनीहरूलाई मजाले पकाउँछु। त्यसपछि चाहिँ नुन मसला बेसार यताउति जे छ सबै हालिदिन्छु होइन। पहिला यसरी नै पकाएर मजाले यो मसलाहरू पाक्न दिन्छु। अनि त त्यसपछि यो न्युरो बल्ल पछि मैले चाहिँ न्युरो पछि राखिदिन्छु के। यसरी पकाउँछु मैले चाहिँ। तपाईँहरू कसरी बनाउनुहुन्छ? मेरो तरिका चाहिँ यसरी नै हो न्युरो बनाउने। मलाई चाहिँ यो पानी न्युरो चाहिँ एकदम मनपर्छ क्या। कालो न्युरो चाहिँ ठिकै लाग्छ, यो चाहिँ एकदम मनपर्छ। अनि यसलाई चाहिँ एकछिन छोप्दै पकाउँदै गर्छु होइन यिनीहरूलाई। अनि त्यसपछि एकछिन ग्यास बुझ्छ। मेरो बानी छ कि यसरी पकाउँदै ग्यास बुझ्ने। अनि मेरो हात खुट्टी पोल्यो यसरी पकाउँछु। अब चाहिँ पाक्या जस्तो छ है मेरो न्युरो। यसरी नै पकाउँछु साथीहरू। तपाईँहरूले कसरी पकाउनुहुन्छ न्युरो? मेरो स्टाइल चाहिँ यसरी नै है, न्युरो पकाउने स्टाइल।